समयले पनि धेरै कुराहरू प्रश्न पार्दछ, यसका उद्देश्यहरू, यसले गर्ने कार्यहरू र यसले समाजमा पार्ने विभिन्न छापहरूमा यो नामै एकचोटि पढ्दाखेरि पनि धेरै कुराहरू स्पष्ट हुन आउँछ। यस्तो संस्थाको आज वार्षिक कार्यक्रममा हामी दोस्रो वार्षिक कार्यक्रममा हामी उपस्थित हुनु यहाँ भएका छौँ। वार्षिक कार्यक्रम भन्नासाथ संस्थाले विगत दिनमा गरेका सम्पूर्ण कार्यहरूको एउटा समीक्षा गर्ने र बाँकी आउँदा दिनमा संस्था लागि पर्ने कामहरूको एउटा रूपरेखा तयार गर्ने दिनको रूपमा पनि लिइन्छ। म यो संस्थाले हालसम्म गरेका सम्पूर्ण सेवाभावका कर्महरूप्रति यो संस्थासँग आबद्ध रहनुभएका सम्पूर्ण अभियन्ताज्यूहरू, संस्थाका सदस्यज्यूहरूलाई हार्दिक बधाई दिन चाहन्छु। साथै आगामी दिनमा यहाँहरूले गर्ने सम्पूर्ण सेवाभावका कर्महरू सफलतापूर्वक सम्पन्न होस्। यहाँहरूले चाहेको जस्तो मनभित्रैदेखि चाहेका जस्ता सेवाभाव समाजमा व्याप्त हुन पाओस् भन्ने शुभकामना पनि यहाँहरूलाई दिन चाहन्छु। सर्वप्रथम निर्धारित समयभन्दा अलिक ढिलो गरी यहाँ उपस्थित हुन परेकोले मेरो आफ्नै कार्यव्यस्तताको कारणले यहाँहरू सम्पूर्णसँग म क्षमा पनि माग्न चाहन्छु। इच्छा हुँदा हुँदै पनि समयमा उपस्थित हुन सकिएन, त्यसको लागि म यहाँहरूसँग माफी माग्दछु। धेरै कुराहरू यहाँ उठिसकेका छन्। सेवाको बारेमा, सरसफाइको बारेमा, सम्पदाको बारेमा, हामीले कस्ता कर्महरू गरेर यो हाम्रो पुस्तालाई हामीले के सिकाएर जाने, हाम्रो सम्पदाहरू कसरी सुरक्षित रूपमा हस्तान्तरण गर्ने, हाम्रो समाजमा भएका कुरीतिहरूलाई कसरी हटाउँदै एउटा स्वच्छ सफा समाजमा हस्तान्तरण गर्ने भन्ने कुरामा धेरै विचार विमर्शहरू यहाँ भए। धेरै कुरा सिक्ने मौका पनि पाएँ। यसको लागि पनि मैले संस्थालाई धेरै धेरै धन्यवाद दिन पर्छ र धन्यवाद दिन पनि चाहन्छु। धेरै लामो बोल्न चाहिनँ, यहाँ धेरै कुराहरू मैले सुने, सिकेँ र मनमा पनि लिएको छु। कतिपय कुराहरू धेरै लामो कुरा मैले गरिराख्नु पर्ने पनि आवश्यकता देखेको छैन। म पनि एउटा सिक्दै गरेका यस्ता सामाजिक कामहरूमा गरिने कार्यहरूप्रति चाख राखेर सिक्दै गरेको एउटा मानिस भएको कारणले यहाँहरू सेवाभावप्रति एकदम मनले लाग्नुभएका धेरै व्यक्तित्वहरू हुनुहुन्छ। आज केही कुराहरू सिक्न पनि पाइयो। तर पनि भन्दै गर्दाखेरि के एउटा कुरा चाहिँ भन्नै पर्ने हुन्छ भने समाज विकासको क्रममा हामीले केही कुराहरू छुटाएका छौँ। हाम्रो समाज बन्दै जाने अवस्थामा हामीले धेरै कुराहरू हाम्रो जीवनबाट छुटेर गएको छ। जस्ता भाइचारा भन्ने कुराहरू, हाम्रो छरछिमेक भन्ने कुराहरू, सामूहिकता भन्ने कुराहरू र एउटा इमान्दारिता भन्ने कुराहरू जस्ता धेरै कुराहरू हामीले छोड्दै गएका छौँ। यो व्यस्त जीवनशैलीका कारण धेरै कुराहरू हामीबाट टाढा भएका छन्। तर अरू विगतका दिनमा यस्तै सेवाभाव भएका संस्थाहरूको माध्यमबाट त्यो कुराहरूलाई पनि हामीले फिर्ता ल्याउनुपर्छ र आगामी पुस्ता जो हामीले यो समाज हस्तान्तरण गरेर जाँदैछौँ उहाँहरूको मनमा पनि यस्ता हामीले देखेका, भोगेका र हामीले भोग्न नपाएका कुराहरूलाई फेरि जीवन्त गर्दा एउटा सुदृढ समाज बनाउने क्रममा उहाँहरूलाई नै जोड्नुपर्ने आवश्यकता चाहिँ पक्कै पनि छ। त्यसका लागि अहिले यहाँ धेरै कुराहरू उठे, विभिन्न अभियन्ताहरूले कुरा राख्नुभयो। यहाँ गुरुले त स्पष्टसँग भन्नु नै भयो, मनोहरा सफा गर्ने मान्छे, मनोहरा मात्रै होइन मन पनि सफा गर्ने मान्छे भनेर भन्नुभयो। एकदम खुसी लाग्यो। पक्का पनि सर्वप्रथम हाम्रो भित्रबाट मनैदेखि नै एउटा सफा स्वच्छ मन लिएर जे कार्य गर्दछौँ त्यसले पूर्णता पाउँछ, त्यसले सार्थकता पाउँछ भन्ने मलाई पनि लाग्छ। गुरुबाट पनि आज एउटा कुरा सिकेँ मैले, मन पनि सफा गर्ने मान्छे भन्ने कुरा एकदम खुसी लाग्यो। मन सफा राखेर कर्म गर्न सबैले सक्दैन, त्यसको लागि एउटा तपस्या चाहिन्छ होइन, धेरै नै लागि पर्नुपर्छ। त्यो भित्रैबाट एउटा उत्प्रेरणा जागेर आउनुपर्ने पनि हुन्छ। त्यसको लागि पनि गुरुलाई धेरै धेरै धन्यवाद। धेरै समय यहाँहरूलाई लिन चाहिन। यहाँहरूले जुनसुकै कर्म पनि गर्नुभएको छ, एउटा अन्तर्मनको भित्री तहबाट जुन उजागर गर्न गर्नुभएको छ, यस्ता सेवाभावले गरिने सम्पूर्ण कर्महरू प्रति यहाँहरूको सफलता मिलोस्। एउटा सभ्य समाज निर्माण गर्नमा यहाँहरूले पुर्याइरहनु भएको योगदानको
मिलोस् भन्ने पनि शुभकामना व्यक्त गर्दै अघि दिदीले नागरिक समाजको दिदीले पनि भन्नुभयो पक्कै पनि यो संस्थाका अध्यक्ष लक्ष्मी दिदी को बारेमा म बच्चादेखि जान्दछु। उहाँ मेरो अग्रज दिदी हुनुहुन्छ। हामी एउटै गाउँमा हुर्केका बढेका दिदीभाइ पनि हौँ। उहाँले गर्ने धेरै कार्यहरूले उहाँमा धेरै कुराहरूको गुण छ। अझ यहाँ नउठेको एउटा अर्को पनि गुण मैले बच्चादेखि देखेको उहाँको सेवा भावका कर्महरू चाहिँ उहाँको कर्महरूदेखि हामीले देखिहालेका छौँ। उहाँ एउटा निडर व्यक्तित्व स्पष्टवक्ता पनि हुनुहुन्छ है। उहाँले कसैलाई अन्याय भइरहेको देखि सहन सक्नुहुन्न, चुप लाएर बस्नुहुन्न। यो पनि उहाँको एउटा एकदमै गुण हो होइन। एउटा निडरतापूर्वक आफूलाई लागेका कुरा र समाजमा देखिएका विकृत कुराहरूलाई उहाँले व्यक्त गरिदिनुहुन्छ। त्यसमा कुनै पनि उहाँले शङ्का नराखिकन व्यक्त गरिदिनुहुन्छ। त्यस्तो व्यक्तित्व पनि भएको दिदी हुनुहुन्छ। उहाँको पनि यो उहाँ र उहाँको यो संस्थाको यो वार्षिक कार्यक्रमको अवसरमा चाहिँ नागार्जुन नगरपालिका र मेरो 4 नम्बर वडा कार्यालय र मेरो व्यक्तिगत तर्फबाट पनि फेरि पनि एकचोटि सफलताको शुभकामना व्यक्त गर्दै उहाँहरूसँग जोडिएर उहाँहरूको प्रत्येक कर्ममा हामी नगरपालिका स्तर, वडा कार्यालय स्तर र मेरो व्यक्तिगत स्तरबाट पनि सम्पूर्ण कुरामा म जोड दिन सधैँ तत्पर छु र जोडिरहनेछु भन्ने